सो गाइस अहिले म घर पुगिसकेको छु यहाँ मेरो कुकुर माइकल माइकल सो हे गाइस वेलकम ब्याक टु माई अनदर ब्लग सो अब आज चाहिँ मेरो लास्ट दिन थियो मेरो लास्ट दिन थियो कलपुरमा सो अहिले चाहिँ म हिजो चाहिँ फुपू घर सुतेको थिएँ यहाँ घरमा सुतेको थिएन हेर्नुसँग चाहिँ यो घर मैले हिजो देखाएको थिएँ नि यहाँ सुतेको थिएन म फुपू घर सुतेको थिएँ त्यही भएर सो अब म आज जानु गइरहेको छु सो अब म यहाँ पुगिसकेँ अब आज चाहिँ म घर जान्छु अब यो गेट खोल्छु अनि भित्र जान्छु सो गाइस अहिले म भित्र पुगिसकेको छु अब म आफ्नो सामान लिन्छु यहाँबाट किनकि मेरो सामान यहीँ थियो नि त त्यही भएर म आएँ मेरो ज्याकेट एउटा यहाँ छ जो कि म लाउनु अहिले मेरो ब्याग चाहिँ यहाँ छ सो म तपाईँहरूलाई देखाउँछु अब मेरो प्याकिङ इन टाइम ल्याप्स सो गाइस अहिले मैले प्याकिङ गरेर सकाइसकेको छु सो मलाई चाहिँ हल्का कस्तो रुगा लागेको छ कि हिजो सुत्दाखेरि मैले यही मङ्की टोपी लगाएर सुतेको थिएँ अनि सिरक पनि हल्का पातलै थियो त्यही भएर कस्तो जबरजस्त रुगा लाग्यो गाइस सो यहाँदेखि झ्यालदेखि हल्का भ्यू राम्रै छ हेर्नु सक्नुहुन्छ यो जालीले चाहिँ अलिक उ गरेर तर हामी आँखाबाट हेर्दाखेरि राम्रै देखिन्छ सो अब चाहिँ हामी ओहो गाइस यो टोपी बिर्सेको के टोपीमा राखौँ खोजीमा राखौँ मलाई एउटा चाहिन्छ कहिलेकाहीँ अनि आमाले चाहिँ पनिर दिनुभएको थियो मलाई आएको सो अब निस्क्यौँ हामी यहाँबाट अब हामी यहाँबाट निस्किन्छौँ सिधा बाटोमै निस्किन्छौँ म अब हामीबाट घर जाने बित्तिकै गाडी आउँछ गाडीबाट हामी सुरु आउँछ अनि ब्लग पनि बनाउँछ है तर बोल्दैन टाइम ल्याप्स टाइम सिनेमेटिक सिनहरू गर्छु ल अहिले म बाहिर आइसकेको छु सामान लिएर टिका लगाएर टाइम ल्याप्समा हेर्नुभयो होला अनि अब म बाहिर आएँ गाइस सो अब म यहाँबाट चाहिँ फुपू घर जान्छु फुपू घर गएर तपाईँहरूसँग भेट्छु अब आज जान्दा चाहिँ यहाँबाट 2 दिनको भेट थियो यहाँ के गर्ने गाइस अब जानु पऱ्यो सो गाइस अहिले म फुपू घर पुगिसकेको छु थकाइ लागेको छ गाइस बहुत अब हेलो गाइस यता कफी चेक गरिरहनु छ सो अब हामी जान्छौँ उपेन्द्र अङ्कलको नम्बर छ उपेन्द्र अङ्कलको दिनु फोन गर्नु त मेरोमा नम्बर छैन सो गाइस म फोन गरेर भेट्छु हजुरलाई सो गाइस अहिले हामी खाना खाइरहेछौँ अब खाना खाएर म गाडी लिन जान्छु अनि नेपालगञ्ज जानेर यो गाडीमा बस्छु गाडीमा बसेर नेपालगञ्ज जान्छु अब नेपालगञ्ज गएर भेटौँला कि त्यो गाडी बाहिर गएर भेटौँला आइपछि
हेर्नुहोस् मेरो कुकुरलाई हेरौँ। सो गाइज म अहिले घर आइसकेको छु। सो आउने बित्तिकै पहिला म भेटिनु भयो। सो गाइज अहिले म एकछिन मन्दिरमा जानु थिएँ। सो मैले चाहिँ एउटा अर्डर गरेको थिएँ नामजाप भन्ने एउटा यो काउन्टर हो। मैले अर्डर गरेँ। अहिलेसम्म मैले 783 चोटि राम राम भनिसकेँ। 2 घन्टा पनि राखेन। सो अब 2 घन्टा भइसक्यो। यता यो अर्को आइसक्यो। सो यता आमा पनि हुनुहुन्छ, मम्मी पनि हुनुहुन्छ। अब हामी कहाँ जान लाग्छौँ? हस्पिटल। सो हस्पिटलबाट आउँछौँ अनि बजार घुम्दै आउँछौँ, हो कि नै? ल यता हो है। सो अब हामी जान्छौँ। हो भाइ हेर्नु सक्नुहुन्छ गाइज महिन्द्रा थार। सो गाइज अहिले हामीले यो किनिसकेका छौँ। सो अब हामी हस्पिटल फेरि जान लाग्छौँ। यसलाई एकछिन घुमाइदिएँ। अब हस्पिटल फेरि जान्छौँ हामी। सो अहिले यताबाट जान्छ हामी। अहिले यो माथिबाट खस्छ। भाग छिटो भाग अलिक ढुङ्गा बग्छ। सो हेर्नु सक्नुहुन्छ यो यहाँबाट ढुङ्गा आइरहेछ कि गाइस। भर्खर एउटा बाइकवाला लाग्यो गाइस, हो कि नै? अन्त बाइकवाला लाग्यो नि। ओहो गाइस हस्पिटलबाट भैँसी आइरहेछ त। हस्पिटलमा भैँसी चाहिँ गराइरहेको छ नि क्या। ल गाइस अब हामी भेट्छौँ तपाईँहरूलाई एकछिन पछि। भैँसीको सिङ हेर्नु न हजुरले। यो उयो उजोवालाको हेर्नु है, हेर्नु है, हेर्नु है, हेर्नु है। देख्नु भयो यस्तो अर्कै सिङ छ नि है। सो गाइस अहिले हामी हस्पिटलभित्र छिरिसकेको छ कि नै। यहाँ मन्दिर छ, जय श्री राम। उता कबुतर बसिहाल्छ नि, कहिले पनि माथि हगिदिनु सक्छन्। त्यो सतर्क रहनुहोस्। अनि नो पार्किङ छ भनेपछि पार्क नगर्नुहोस् है, फेरि दण्ड हान्छन्। ओ यो सौदा राम्रो भयो नि, हेर्न कस्तो राम्रो छ नि। त्यो त टङ्गा छ नि पुरै। सो गाइस मेरो मम्मीको मोबाइलको क्यामेरा चाहिँ कस्तो बिग्रिसकेको छ कि, हो नि। अनि अब त्यसलाई खै अब ब्याक क्यामेरा बिग्रेछ जसरी म भ्लग बनाइरहेको छु। अब फ्रन्ट क्यामेरा चाहिँ बिग्रेको छैन कि। यहाँ पानी खान सक्नुहुन्छ वेस्टर्न हस्पिटल आएर। सो अब हामी लागेर भेट्छौँ र भन्दै। सो गाइस अहिले हामी यता यो खाएको ज्यापै बोलिदिन्छ। मैले भनेकै होइन, अघिको जस्तो स्क्रिप्टेड गर्दैन क्या। यो खाएको मैले आफै भनिदिन्छ जे पाइदिए खाइरहेछ नि, यो गरिरहेछ नि भनेर। आमा उता आँप पाइरहेछ उयो अगाडिमा। त्यही त भनेको ओइ आँप खाऊँ भन्दा छु। अनि देखाउँछु तपाईँहरूले फलफुल कुन छन्। मेवा, स्याउ, सुन्तला, स्याउ, अनार, स्ट्रबेरी, बदाम, सुक, बयर पनि रहेछ। चल ऊ त्यो आँप पनि छ। सो अब हामी यताबाट सिधै जान्छौँ। मलाई नि ल अघि हामीले एउटा चुपा किनेको थियौँ गाइस। सो यता चाहिँ यो कुन बाटो हो? दिदीको हस्पिटल जेलको बाटो र दिदीको हस्पिटल बाटो जेलको बाटो गाइस। सो गाइस अहिले हामी रिक्सामा बसिसकेको छौँ। यहाँ हातमा के हामी रिक्सामा बसेको। अब सिमेटिक सिङहरू लिन्छौँ अनि बाइक जान्छौँ घुम्दै।
हातमा के पनि छ सो आजको तसँग एउटा चीज कुनै चीजको कलेक्सन छ मसँग एक चीजको कलेक्सन के को देखा त खेलेर अब एकछिन ब्रेक लिएछौँ अब ब्रेक लिएर हामी एकछिन बस्छौँ अनि तपाईहरुसँग भेट्छौँ सो अहिलेको लागि यति नै अब भेट्नु होला मेरो अर्को ब्लगमा थ्यांक्स फर वाचिङ नयाँ हुनुहुन्छ भने सब्स्क्राइब पुरानो हुनुहुन्छ भने शेयर थ्यांक्स फर वाचिङ स्टार्ट ए भएन